अहिले ठ्याक्कै रातिको 12:30 भएको छ, 12:30 भएको छ। चारतिर आगो फैलिएको छ। यहाँ आगो निभाउनलाई प्रयास जारी छ। चारतिर आगो छ, ठ्याक्कैमा बिचमा परिरहेको छु है। यहाँनिर त्यति खाली छ, त्यति निभाएर आगो। अब यो जहाँ जहाँ चाहिँ अलिकति सकिन्छ त्यहाँ चाहिँ निभाउनुपर्छ। यसरी यसरी निभाउने हो आगो। यो फटारो आगो लाउने अझ 2083 जेठ 20 गते पानी नपरेर खैडी छ। त्यसमा चाहिँ फटारो वनमा यहाँ आगो लगाउँछन्। यो गाई बस्तु चर्ने ठाउँ हो र माथि घरहरू पनि छन्। यो यसरी आगो लाएर फटारलाई यहाँ गर्नु गरेका छन्। र आगो लाउने फटार चाहिँ फेरि मस्त सुतेका छन् है। फेरि उनीहरूलाई केही मतलब छैन। उनीहरू मस्त निन्द्रामा छन्। आफ्नो घर नजले भयो। मान्छे धेरै स्वार्थी हुन थाले। अब स्वार्थ अति नै स्वार्थ अब मान्छेको। अब ल हेर्नुहोस् त, म त यो आगोले मेरो घर पनि भेट्ने त होइन, तर पनि यहाँ छिमेकीहरूको घरहरू भेट्ने सम्भावना छ। त्यो आधारले पनि म यहाँ आगो निभाउन आएको छु। ल यो किसिमले चाहिँ यहाँ आगो बलिरहेछ। अब यसलाई निभाउन सक्ने सम्भावनै छैन नि अब। तर जहाँ जहाँ अलिकति कम हुन्छ त्यो क्षेत्रमा चाहिँ निभाउने हो। यो तल पनि त्यत्तिकै छ, यता पनि त्यत्तिकै छ। डाँडामा ठेक्दै निकालेर बिस्तारै नआतिकन आगो ज्वालोले फेरि एकदमै पसिना जाउँ ढुकली कपडै भिजेको कि अनाज मेङ आली छ। भिजियो नि दाजु। उता लैजाउँ डाँडामा त मारिन्छ। आगो चाहिँ नियन्त्रणमा ल्याइयो कि त्यही ठुलो कुरो। त्यति हो भाइ। कहाँ फटारो यार झोसेर आगो। त्यो त यो अब 5 मिनट आउने जम्मा किन्छ। त्यो 5 मिनट चाहिँ चाहिँदैन होला।
वन जङ्गलमा आगो लगाउनु जघन्य अपराध हो। बोट बिरुवा त मासियो नै, त्यहाँ रहेका जीवजन्तु पशु मतलब चराचुरुङ्गीहरूको पनि वासस्थान नष्ट भएको छ र यो कार्य गर्नु भनेको एकदम जघन्य अपराध हो र कसैले पनि वनमा डढेलो लगाउने कार्य नगरौँ। यसले वातावरण पनि प्रदूषण भयो र धनजनको त क्षति हुने सम्भावना रहन्छ नै। लगभग अब हामीले आगो चाहिँ निभाउन सफल भएका छौँ। र यो आगो हामीले नियन्त्रण गरिसकेको अवस्था छ। अब यति हो र अब यहाँ पर अलिकति बाँकी छ, त्यसलाई पनि गएर निभाउने छौँ भने अब यो चारैपट्टि अब निभाइसकिएको अवस्था छ र त्यो पनि अब लगभग धेरै छैन। त्यसलाई पनि नियन्त्रण गर्नेछौँ भने त्यो अब सामान्य नै छ। त्यो र यो सकिएको छ। अनि यो चाहिँ सकिने रहेछ। यो चाहिँ लगभग यहाँ ढुङ्गा रहेछ कि ढुङ्गाहरू भएको कारणले यो चाहिँ अनि यति घाँस बलेपछि यो चाहिँ सकिने रहेछ। उताको पाटो बलिसकेको छ, त्यस कारणले यो लगभग आफै नियन्त्रण हुने सम्भावना छ। तर उताको चाहिँ निभाउनु पर्ने रहेछ। यो चाहिँ निभाउनु पर्छ। यो चाहिँ तपाईँको यसो ढुङ्गाहरू यहाँ छ प्राय। यो खोल्सामा अलिअलि घाँस रहेछ। यहाँ ढुङ्गाहरू भएको कारणले गर्दा यो आफै नियन्त्रणमा आउने रहेछ भन्ने बुझियो। पल्लोपट्टि जानु पर्ने थियो नि त्यहाँनिर हो। होइन दाजु यो उसो हुन्छ। ऊ त अलिअलि हानिदिउँ नि त, झाजु हानिदिउँ नि त है। बेकाममा यो फेरि सल्किएर दुःख पाउँछ होइन। होइन त्यो यो ढुङ्गा रहेछ कि त्यो ढुङ्गाको कारणले गर्दै रोकिन्छ यो। डाँडापट्टि खालि